हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु गाइज। अनि हाम्रोमा चाहिँ एकदम गर्मी बढेको छैन गाइज। हिजो आज चाहिँ यस्तो तेजसँग गर्मी बढेको छ नि, यति चम्किलो घाम लाग्छ कि होइन गाइज। आमा पुरा घामले मान्छेलाई साँच्ची डराएर कालो बनाउँछ जस्तो गर्छ कि। यस्तो बेलुकी अस्ताउँदासम्म पनि यति चम्किलो घाम लाग्छ कि पुरै 5-6 बजेसम्म पनि घाम लाग्छ यतातिर चाहिँ होइन गाइज। यस्तो चम्किलो घाम लाग्छ, बिहान 6 बजेबाट स्टार्ट भएर बेलुकाको 6 बजेसम्म चाहिँ लगातार घाम लागेको हुन्छ, एकदम गर्मी पनि छ। अनि मेरो बहिनीहरू चाहिँ स्कुलबाट आएर उनीहरू चाहिँ नि होमवर्क गर्न बस्छन्। होमवर्क गर्दाखेरि चाहिँ मैले सानो बहिनीलाई चाहिँ होमवर्क सिकाउनु पर्ने हुन्छ गाइज। होमवर्क सिकाउनको लागि चाहिँ उसको नजिक बसेर उसलाई सबै कुरा भन्नुपर्ने हुन्छ। त्यसैले एकदम गर्मीमा चाहिँ कसैले बोल्दाखेरि एकदम रिस पनि उठ्छ। अनि अब के गर्नु, होमवर्क पर्नै पर्यो, नपरेर पनि भएन होइन। अनि होमवर्क सिकाउँदाखेरि चाहिँ नि बहिनीहरूलाई मैले चाहिँ नि हल्का बरफ ल्याएर खाएर भए पनि उनीहरूले चाहिँ नि पढ्न चाहिँ काम गर्छन्। अनि हल्का बरफ खायो भने चाहिँ चिसो हुन्छ, हल्का महसुस, अब चिसो महसुस भयो भने त हल्का फ्रेस पनि हुन्छ नि त होइन। ओके गाइज, तपाईँहरूलाई यो गर्मीमा के